नमस्कार सम्पूर्णमा म चाहिँ के भन्न आएको भने एउटा सानी नानीको हत्याले गर्दा बलात्कार भएर हत्या भएर एकदमै हामी सबैलाई एकदमै तनावग्रस्त बनाएको छ हैन। 12 जिल्ला सिमारा गाउँपालिका यस्तै समथिङ के नाम थियो हैन। गरिमा चौधरी नानीको चाहिँ कसरी हत्या भयो, किन हत्या भयो, एकदम पापीहरूले त्यसरी हत्या गरे, त्यो घटनाले चाहिँ एकदम सबैलाई दुःखदायी बनाएको छ। त्यही भएर म पनि सबैलाई के भन्न चाहन्छु भने हामी छोरी मान्छे आफ्नै घर परिवार आफ्नै फ्यामिली परिवारबाट सुरक्षित छैनौँ। यति सानी नानी त सुरक्षित भएनन् भने हामी छोरी मान्छे कसरी सुरक्षित हुने। ए सरकार म के भन्न चाहन्छु भने हामी छोरी मान्छे सुरक्षित हुनु छ भने हत्यारालाई कडा भन्दा कडा कारबाही मात्रै नभएर हत्यारालाई फाँसीको सजाय होस्, त्यसपछि मात्रै हाम्रो देश नेपालमा हामी छोरी मान्छे सुरक्षित हुन्छौँ।